हेलो दर्शकबिन, नमस्कार। नेपाल क्रिकेट सङ्घ क्यानले खेलाडीहरूको लागि क्याटेगोरी छुट्याए लगात्तै दर्शकबिनहरू भने नाराज भएका छन्। फ्यान्स फलोवर्सहरू अलिकति नाराज छन् किनकि ए प्लसको क्याटेगोरीमा केवल 3 जना मात्र छुट्याएको छ। सन्दीप लामिछाने, देवेन्द्र सिंह ऐरे, टाइगर र कप्तान रोहित कुमार पौडेललाई मात्र छुट्याइएको छ। स्पेसली वार्षिक 3 करोड 50 लाख छुट्याइने यो बजेट अहिलेसम्मकै सबैभन्दा ठुलो बजेट हो। यो बजेट महिला र पुरुष टोली दुवैजनालाई हो र टोटल 38 जना खेलाडीहरूको लागि, यानि कि पुरुष टोलीहरूको लागि 5 विभागीयमा सम्झौता गराएका छन्। 5 श्रेणीमा वर्गीकरण गरेको छ। ए प्लस, ए क्याटेगोरी, बी क्याटेगोरी र सी र डी क्याटेगोरीमा छुट्याएका छन्। र महिला टोलीमा भने केवल 35 जनालाई मात्रै क्याटेगोरीमा भित्र पारिएको छ। टोटल 4 श्रेणीमा वर्गीकरण गराइएको छ। महिलालाई भने यहाँनिर दर्शकहरूको नाराज केमा छन् भने ए प्लसको क्याटेगोरीमा जस्तै सोमपाल कामी, कुशल भुटेल, करण केसी, आसिफ सेफ पनि हटाउनु पर्ने थियो भन्ने दर्शकहरूको चाहना। र साथै एमा आरिफ शेख थियो, नन्दन यादव थियो, गुलसन झा तथा ललितलाई पनि ए श्रेणीमा राख्नुपर्ने थियो। र साथै यहाँनिर एउटा दुःखको कुरो के छ भने ए प्लस तथा ए, बी, सी र डीमा कुनै पनि श्रेणीमा हटाउन नसकेको एउटा स्पेसली हेलिकप्टर सट प्रहार गर्ने खेलाडी छ जसको नाम हो आदिल अन्सारी। आदिल अन्सारीलाई हामी कहीँ पनि देख्न सकेका छैनौँ। यो दुःखको कुरो छ। र साथै तपाईँहरूलाई कस्तो लाग्छ आदिल अन्सारीको बारेमा कमेन्टमा लेखिदिनु होला। अर्को न्युजको लागि धन्यवाद।